माथि छ भोलि भोलिको ब्लग एकदम त्यो हुन्छ। साथीहरू आज रहेको छ डे 4। आज रहेको छ 17 गते। हामी चाहिँ आज बिहान उठेर अब जान लागेका छौँ मौलकाली मन्दिर। टक्क लगाएर मौलकाली मन्दिरतिर पुगेपछि यहाँ बाटोतिर भेटौँला है त। आजको हाम्रो दिउँसोको सेड्युल लास्टै टाइट रहेको छ, तर अब पुरा हुन नहुने चान्स के कति हो केही थाहा छैन। हेरौँ है त के हुन्छ। साथीहरू हामी चाहिँ लाइनमा आएका छौँ होइन, ट्याक्क लागेर जाडो भयो त। ज्याकेट लगाइछु, स्वेटर लगाइछु, टी सर्ट लगाइछु, त्यसपछि ट्र्याक लगाइछु। जाडो साथीहरू जाडो। हाम्रो यात्रा उहाँ कहाँको मन्दिरको रहेको छ। त्यसपछि हामी त्यहाँबाट सिटी चढेर गफसफ हान्दै हामी जानेछौँ। 14, 15, 16, 17 4 दिन मैले डेली ब्लग गरेको छु साथीहरू। डेली ब्लग लगातार नआयो भने केही टाइमको ग्यापमा आयो भने हेर्नु होला होइन, साथसफल देखाउनु होला। यत्रो ब्लग बनाइछु, एक हुन त नहेरे पनि केही हुँदैन, मलाई पछिलाई याद हुन्छ होइन। मान्छेहरूले नहेरे पनि केही हुँदैन, मलाई पछिलाई याद हुन्छ। हामीलाई पछिलाई याद हुन्छ त्यति भयो होइन, आफूलाई रमाइलो हुन्छ। म त काम नपायो कि आफ्नै भ्लग आनन्दले आफै हेरेर बस्छु। मन्दिर जाने होइन त? मौलकाली मन्दिर कति बेर लाग्ला हामीलाई जानुलाई? 1 घन्टा लाग्यो है त साथीहरू। ल त्यही अब कपाल चिसचिसो छ, नुहाउनुपर्छ। अनि आएर टक्क लगाएर आज चाहिँ है त। ल पिस आउट। हामी चाहिँ टक्क लगाएर कुहिरो मात्रै हेर्दै एउटा यो रातो डब्बा बुक गरेर आएका छौँ। बिहान जाडो पनि भइरहेको छ, निद्रा पनि राम्रो नखुलेको छैन। 84 सिडी चढ्नु छ, मजा आउँछ। मजा आने वाला है आज, विकराल और घबराल होने वाला है। तपाईँ पो ब्याडमिन्टन खेले मान्छे, हाम्रो ब्याडमिन्टन दिनु भएन। साथीहरू गफ नसुन्नु, टाटा। गरिसगरी देख्न लागिसक्यो साथीहरू हामीले चाहिँ अब होइन लगाएर यहाँबाट हिँड्नुपर्ने रहेको छ। फलमा त केटीहरू बस्या हुनु लाग्दैन भनेर त्यसरी भन्दैमा बस्नेवालामा छैन हामी एकदम सक्लन्डा होइन। त्यहाँ गर्ने हो भने वहीँ सिँढीमै पाइन्छ। त्यही एउटा सिन्दुरको प्याकेट अलिकति ल्याएर सिन्दुर केसरी के ल्याउने हो त्यति ल्याएर टक्क लगाएर गरे भयो। हजुर हस् हजुर मैलाकाली प्रवेशद्वार है त साथीहरू। ल एकछिन भेटौँ न। मायालाई सम्झेको पानको पात कालो कालो आयो साथीहरू। हल्का टुच्चा लगाएर बाटोमा जहाँ हेर्दा पनि साइडमा मूर्ति मात्र छ। काहीँ बुद्ध भगवान्को छ, काहीँ शिव भगवान्को, काहीँ फेरि हाम्रो गणेश भगवान्को। सुदर्शन भाइ जहाँ मान्छे भेटिनु कस्ता मान्छे यहीँबाट चढौँ
तोपको जस्तो छ के गर्मीले थकित गर्मीले गाह्रोले थकित फोनभरि पसिना पसिना भएको रहेछ खतरा गाह्रो है खतरा म जस्तो दुर भयो पट 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 हाने हाने समुद्रमा टुक 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 के फेरि पानीको तेस्रो पनि नआउने जतिर हिँड्दै आउने भन्ने एउटा उनीहरूको साथीहरू भ्रम मात्र हो हिँड्दै आउनु भाले यहाँ छ मेरो लुगा सु गर्मी भएर पाकेर लुगा हालेर बसेको छु अब 15 मिनट छ बाटोमा केही देखाएर खिचिन्थ्यो त्यो पनि खिच्नु छोडेँ मैले अब थकित भएर है त अब हामी पुग्छौँ 15-20-25 मिनट बस्दै बस्दै तेरो यहाँ हामी चाहिँ आइपुगेका छौँ थकित भइसक्यो मर्न आँटिसक्यो बोल्न सक्छ सुदर्शन दाइ चाहिँ चिलमा हुनुहुन्छ कसरी चिलमा बसेर मर्न आँटे जस्तो है पसिनै पसिना टाउकोभरि चाहिँ माथि के उडिरहेछ गन्दा माथि गएर हामी फोटोसोटो खिचेर लाग्यो मजा नि खोल्नुपर्छ किन नि फोहोर भइरहेछ मजा जुत्ता पर्छ साथी आफ्नो ठिक छ भोलिको ब्लग एकदम त्यो हुन्छ भोलि त बिहान केही बनाउने होइन दिउँसोदेखि सुरु साथीहरू भोलि हाम्रो चराको ट्रिप रहेको छ है त अन्त अहिले उति माथि गएर हजुर यत्रो गरेर आयो लक्क आएको के भन्दा के मन्दिर फोटो सुट कम्प्लिट भइसकेको छ साथीहरू हाम्रो स्वर्गवास रहनुभएका सम्पूर्ण भिड मान्छे नै मान्छे हेर हामी चाहिँ टक्क लगाएर अब हामीले खाजा साजा खान आएका छौँ होइन टक्क लगाएर अब यहाँ खाजा लस्सी खानेछौँ लस्सी पकौडा अनि समोसा खाएर टक्क लगाएर जानेछौँ माउलाकाली मन्दिर आइयो 19 वर्ष धुप बाल्न अलि बुद्धि आएन त्यसपछि भेटी चाहिँ चढाइयो टिका लगाइयो अनि मरेर आएको थियो मुटु फुट्ला जस्तो 5-7 चोटि भयो अब जाँदाखेरि के हुन्छ थाहा छैन हामी 3 जना बसिरहेका छौँ सुदर्शन दाइ किशोर म त्यसपछि अब हामी टक्क लगाएर जानेछौँ केही खाएर है त अब त्यो आउँछ अनि हेरौँ लस्सी सस्सी है त कस्तो हुन्छ भने हामी रिभ्यू दिनेछौँ यो पार्ट कट ल साथीहरू नयाँ औँठी किनिदिएको मैले ट्याक्क लगाएर एउटा यस्तैवाला औँठी थियो मेरो त्यो एउटा सरले द्या होइन चोरा पकौडा चाहिँ मिठो कति मिठो यही भन्ने होइन ट्याक्क लगाएर किशोरको समोसा नै आइसकेको छ पकौडा हामी सबैजना भएर खाँदैछौँ अब लस्सी खानेछौँ हामी एक ग्लास त्यसपछि हामी फेरि दौडिने छौँ यार हजुर के खानुपर्छ जेरी जेरी पनि खानेछौँ हामी है त अस्ति एक्सपेक्ट चाहिँ अलि खतरनाकै गरेर त्यो साथीहरू लास्टमा आएछ यो अब हामी टेस्ट गर्नेछौँ ओके मिठो मिठो ठिकै छ यहाँको केटाहरूले फोन छोडेर गएछन् खायो त होइन दामी मिठो त लस्सी यो पुरा ब्रान्डको हो कि यो भवानी भन्ने चाहिँ फेमस ब्रान्ड है साथीहरू प्लास्टिकको ग्लास ब्रान्ड कहाँबाट पाती साथी लाउनु भएको छ तपाईँले त त्यही पुजारीकोबाट चोरेको पुजारीबाट चोरे अरे पाती पनि
चाहिँ ठिक लाग्यो है मलाई अरू नै त्यस्तो साथीतिर अब हामी तलतिर गएर भेट्नेछौँ बाटोमा त म क्यामेरा निकाल्दैन गाह्रो भएर उस्तो मरेला जस्तो हुन्छ है त पिसा फर्स्ट टाइम यो के भन्छन् यसलाई यो भन्छन् यसलाई सफारी वातावरण अनुकूलित अब लामो एक्सप्लेनेसन नदिनु नि सानो भन्नु न यस्तो कि टुकटुक हामी चाहिँ टुकटुक पनि चढेका छौँ चितवनमा आएर टुकटुक तर चितवनमा आएर इलेक्ट्रिकवाला वातावरण त्यही भएर चढाएको नि मैले होइन हेरौँ है त अब दृश्य जाउँ न दाजुभाइ छिटो मस्त चिसो चिसो है साथीहरू चिसो गर्मी भएर आएको हावाले सपिङ पनि गरेर यो 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 पार्टलाई चाहिँ माइन्ड नगरौँ है साथीहरू हात यहाँ कसरी मोबाइल समात्दिने पौडेल दुध डेरी तथा किराना पसलले ल यतातिरको मान्छेहरूको बोली चाहिँ त्यस्तै हुँदो रहेछ है किन गर्नु पर्यो र हो र त्यस्तो त नगरेको भए कुन्नी राम्रो ठाउँ ए चिल रहेछ चिल बिहानमा त आफा आनन्द तपाईँलाई खाना पहिलाभन्दा त नदै साथीहरू जान्न फुल छ केही छैन अरू सेतै हेभेन आइसक्यो हामी हेभेन साथीहरू ट्रक पनि स्कुटर छिरिसकेको छ चाहिँ अहिलेको लागि जाँदैछौँ सिजी हावाले हानिरहेको होला त्यही पनि मेरो साउन्ड सुनिराख्नु भएको छ भने म कामना गर्दछु र हामी अहिले बाटो जाँदैछौँ बाटो चाहिँ एकदम दामी रहेको छ होइन आउँदाखेरि अलिअलि पछि भयो भने अहिले चाहिँ बाटोको हालत यस्तो रहेको छ अब हामी सिजी यहाँबाट कति बेरमा पुग्नेछौँ हर्कपुरतिर पुगेका छौँ अहिलेलाई चाहिँ हामी चाहिँ टक्क लगाएर सिजीको पछाडिपट्टि हो कि अगाडिपट्टि बसिसकेका छौँ होइन चेक दिस आउट है त यहाँ यो छ पछाडि यो छ सिजी चाहिँ यही हो है त सिजी कस्तो लाग्यो टिप्पा लगाएर मलाई छ तपाईँलाई राम्रो छ यतिको जोस् हाम्रो गाउँमा नि एउटा भयो भने हाम्रो गाउँमा यस्तो त साथीहरू यही हो सिजी भन्ने ठाउँ ट्याक्क लगाएर यो चाहिँ बुद्ध भगवान्को मूर्ति रहेको छ साइड बाई साइड है त स्पिकरलाई ढुङ्गाले छोपेर राखेर के हो त्यहाँ के बजिरहेको साथीहरू अहिलेलाई म एकदमै ह्याप्पी छु किनभने मेरो फोटो राम्रो खिच्यो है यो मान्छेले 100 रुपियाँको 200 रुपियाँ तिरेर गएको यहाँ कहाँ यहाँभित्र जानु मिल्छ अहिले 56 खै त्यस्तो पैसा मात्र लुट्ने ठाउँ हो साथीहरू होइन यहाँ अर्को के हो यो डाइनोसर हो खेल्ने पैसा तिर्नुपर्ने होला नत्र खेल्नु पऱ्यो ओहो रमाइलो छ त ल साथीहरू अब यो पनि हामी ट्राई गर्नु छैनौँ के को मूर्ति हो यो कमेन्टमा भन्नु होला है त साथीहरू सबैजनाले ट्याक्क लगाएर मलाई चाहिँ अहिले थाहा भएन के को मूर्ति हो भनेर हार्दिक अनुरोध कृपया जुत्ता चप्पल खोलेर मात्र
त्यता त जान पाइन्छ नि जाउँ न डु नट वाच अन ग्रिन के हुन्छ हरियो माइलो भने जाउँ गइदिउँ झ्याप्पा लाएर गइदिउँ ओ माने बिम्बा बुद्धिस्टहरू नि त हजुर यस्तै छ साथीहरू यस्तै छ हामी त आयौँ सुदर्शन दाइले ल्याउनु हो होइन रमाइलो भयो फोटो पनि खिच्यो कालो कालो फोटो खिच्यो किशोर जिस्क्याङ सुदर्शन दाई है त मूर्ति है साथीहरू मूर्ति सुनको गजुर चाहिँ होइन होला यो यसो भ्लग बनाऊ यहाँ म फोटो दामी निकाल्नु छु यहीँ बस्छ है त साथीहरू भेटौँला एकछिन साथीहरू हामी चाहिँ सिजी पनि घुमेर निस्किसकेका छौँ होइन मैले चस्मा चाहिँ किन निधारा लाग्यो भन्नु होला निस्के भएर त्यही भएर चस्मा रहेको छ कता लाएर खेलाउन रहेको छ गुप्ता आइस गोला ओहो गोला खाने कि के त गोला बच्चालाई खाएको चाहिँ भिरगटी मण्डप गएको बेला एकदम साथीहरू थ्याङ्क यू एभ्रिवान फर वाचिङ द ब्लग मन परेमा लाइक सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला हाम्रो यात्रा आजको लागि बिहान मन्दिर र सिजीसम्म मात्रै रहेको थियो है त नेक्स्ट ब्लग हेर्न नबिर्सिनु होला धन्यवाद है त साथीहरू तल आएर बस चढिसकेका छौँ मुभलिङ आइपुगेका छौँ हेलो साथीहरू गुड मर्निङ अल द वे फ्रम बोका